स्थानीय केरा यहाँनिर चाहिँ हामीले तयार गरिसकेका छौँ। अब यहाँ दिदी चाहिँ हामीसँग हुनुहुन्छ, व्यापार गर्नुहुन्छ केराको। दिदी खुसी पनि हुनुहुन्छ। केरा व्यापार उहाँले चाहिँ गरिराख्नु भएको छ, राम्रो आम्दानी गरिराख्नु भएको छ। हामीसँग लोकल केराहरू चाहिँ रहेको छन्। नियमित मेरो ग्राहक पनि हुनुहुन्छ दिदी। यहाँनिर चाहिँ हाम्रो फर्म रहेको छ। यो फर्मबाट नियमित रूपमा उहाँले चाहिँ एक हप्ता 10 दिनको फरकमा 4-5 गरी उहाँहरूले चाहिँ लिइराख्नु भएको हुन्छ। एकदमै यो केरा खानलाई मिठो, स्वादिलो, एकदम आकर्षक छ। यो स्थानीय रैथाने जातका केराहरू हुन् यिनी। मैले 5 वर्ष अगाडि लगाएको हो र एउटै घरीमा 14 देखि 16 दर्जनसम्म चाहिँ यहाँ केराहरू रहेका छन्, कोसाहरू रहेका छन्। र एउटै घरीबाट चाहिँ हामीले 500 देखि 800, 1000 रुपियाँसम्म चाहिँ काँचै बेचेर पनि फाइदा लिइरहेका छौँ। पकाउँदाखेरि चाहिँ 1000-1500 रुपियाँ चाहिँ आम्दानी गर्न सकिन्छ। यसरी एक कट्ठामा हामीले लगभग 80-90 वटा बोटहरू चाहिँ स्थानीय केराहरू चाहिँ लगाउन सकिन्छ। त्योबाट चाहिँ हामीले लगभग वर्षमा चाहिँ करिब तपाईँको चाहिँ 30-40 हजार रुपियाँ आम्दानी गर्न सकिन्छ। यसमा लागत केही पनि छैन। त्यसकारणले स्थानीय वस्तुहरूको प्रवर्धन गरौँ, खेती गरौँ। नमस्ते साथीहरू, स्थानीय जातको केरा अहिले हामीले इसान कृषि पशुपन्छी फर्ममा देख्न सक्नुहुन्छ। यहाँनिर चाहिँ एकदमै डिमान्ड भएको केरा हो। यो खानालाई साह्रै मिठो छ र एकचोटि लगाइसकेपछि 12-15 वर्षसम्म एकै ठाउँमा यस्तो केराहरू यहाँ तयार हुन्छ। र अहिले यहाँ चाहिँ एकजना स्थानीय व्यापारी हामीसँग आइसक्नु भएको छ र उहाँले चाहिँ अहिले मबाट चाहिँ केरा आज लिएर जानुहुन्छ। दिदी नमस्कार। नमस्कार हजुर। नमस्कार। हजुरको नाम? मेरो नाम सायरा बेगम। अनि केराको व्यापार गर्नुहुन्छ है? हजुर हजुर। के छ स्थानीय केरा कतिको माग छ? माग हुन्छ, राम्रै छ है? राम्रै छ, चलेको छ। अनि केरा व्यापार गरेर अहिले आफ्नो रोजीरोटी टाइराख्नु भएको छ? अलिअलि छ। ल देखिसक्नुभयो केरा आफैमा यो 12 महिना पाइने फल पनि हो। र गाउँघरमा यस्ता बारहरूमा यस्तो खालको चाहिँ केराहरू लगाउन सक्नुहुन्छ। फुर्सेल, मुङ्ग्रे, धुर्से केराहरू चाहिँ लगाउन सक्नुहुन्छ। हाम्रो यहाँ चाहिँ लगभग 80-90 वटा चाहिँ बोटाहरू छ र योबाट चाहिँ हामीले घरमा आफ्नो परिवारको लागि चाहिने केराहरू चाहिँ फलफुलहरू चाहिँ उपलब्ध भइरहेको छ। र वर्षमा चाहिँ 25-30 हजारको केरा हामीले बिक्री गरिरहेका हुन्छौँ। एक कट्ठामा हामीले करिब 35-40 हजारको आम्दानी गर्न सकिने। यसमा मलहरू, पानीहरू धेरै पनि नलाग्ने, किराहरू पनि नलाग्ने, खानालाई अत्यन्त राम्रो केराहरू चाहिँ यी लोकल केरा मानिन्छन्। स्थानीय लोकल रैथाने, खानालाई मिठो, स्वादिलो, 12 महिना तयार हुने, रोग किरा कम लाग्ने यस्तो केरा खेती यहाँले गर्न सक्नुहुन्छ। एउटै घरीमा अहिले 16-17 दर्जनसम्म रहेको छ। हामीले विषादी रहित तरिकाले यस्ता लोकल केराहरूलाई हामीले प्रवर्धन गर्नुपर्छ। यो वर्षाकै पानीले पनि यो हुने भएको हुनाले यस्ता जातहरू चाहिँ यहाँहरूले खोजी यसको चाहिँ खेती गर्नु होला। लगाएको 8-10 वर्षसम्म उत्पादन दिने जातहरू चाहिँ यिनीहरू चाहिँ हुन् र साह्रै बास्नादार, लामो समय पाकेर पनि लामो समयसम्म टिकाउ हुने जातहरू छन् हामीसँग। बार बन्देजहरूमा, फर्महरूमा चाहिँ लगाउन सकिन्छ। हरियाली पनि प्रवर्धन गर्ने, रैथाने चिजलाई चाहिँ हामीले संरक्षण गर्नुपर्छ। अबको कृषि भनेको रैथाने बालीलाई पनि हामीले संरक्षण गर्नुपर्ने प्राङ्गारिक चिजहरू चाहिँ आजको आवश्यकता भएको हुनाले विषादी रहित तरिकाले केरा पकाउने तरिकाहरू पनि रहेको छ। त्यसको लागि यहाँनिर हामीले यहाँनिर यसमा यो चिरा बनाएर यसमा नुन राखिदिउँ, आयोडिन भने यो, अनि बोराले छोपेर राखिदियो भने 4-5 दिनमा हाम्रो केरा चाहिँ पाक्छ है। यसरी पनि हामीले केरा पकाउन सकिन्छ। टिकटकमा हेर्नुभयो है।